हेलो गुड मर्निङ नमस्ते सबैजनालाई मेरो बिहानदेखि बेलुकासम्मको मिनी ब्लगमा तपाईँहरू सबैजनालाई स्वागत छ। मेरो चाहिँ बिहानीको सुरुवात हुन्छ तातो पानीबाट, त्यस पछाडि म खान्छु चिया। जतिसुकै गर्मी भए पनि चिया मनपर्छ। मैले धेरैचोटि भन्छ कि यो कुरा म चाहिँ चिया खाएर एकछिन कामहरू गर्छु। बिहान धेरै काम हुन्छ कि म एकछिन बिजी हुन्छु, ओछ्यानहरू मिलाउने बडारकुरार गर्ने यताउति काम हुन्छ नि त। अनि यो चाहिँ मेरो बेड हो। मलाई चाहिँ फेरि मेरो बेड अथवा अरूको बेड पनि मलाई चाहिँ अरूले मिलाएको मन पर्दैन क्या, चित्तै बुझ्दैन क्या, मलाई आफैले मिलाउनु पर्ने हुन्छ। मैले चाहिँ मेरो मिलाएर रेडी गरिसकेँ, अब अरू बेडहरू पनि म मिलाउँछु। यो चाहिँ मेरो मम्मीको बेड हो। मम्मीको बेड पनि अब मैले मिलाएर यस्तो चिटिक्क बनाइसकेको छु। म चाहिँ खाना बनाउनु चाहिँ लास्टै अल्छी छु, बनाउन पनि आउँदैन, आफूले बनाएको मिठो पनि लाग्दैन, सघाउनु चाहिँ सबै सघाइदिन्छु तर बनाउन चाहिँ बनाउँदिनँ। अनि यो चाहिँ मेरो सानाको बेड हो। मेरो साना भनेको कान्छी बहिनी हो, ऊ चाहिँ अहिले यहाँ छैनन्। उसको बेड पनि मैले चिटिक्क बनाएर राखिदिएको छु। हेर है साना, भिडियोबाटै हेर। अनि यो चाहिँ मेरो दिदीको बेड हो। यो बेड चाहिँ दिदीले आफै मिलाउनुहुन्छ। मैले चाहिँ हिजो राति नै साग केलाएर रेडी गरेको थिएँ आज बिहानको सब्जीको लागि, किनकि मलाई अरूले केलाएको साग चित्त बुझ्दैन, सागहरू म आफै केलाउने गर्छु क्या। अनि आज चाहिँ हामी च्याउ खाने सोचिरहेको छौँ। च्याउ त हिजो कति सेतो थियो, आज त कस्तो पहेँलो पहेँलो भएछ हेर्नु न। अनि मैले हिजो बनाएर राखेको सिमरायो साग हेर्नु न, यहाँनिर राम्रो देखेको छ। यो साग चाहिँ मलाई सिमरायो साग चाहिँ यति धेरै मनपर्छ, फेभरेट हो मेरो सिमरायो साग। अनि हेर्नु न हाम्रो स्टेला चाहिँ रिसाइरहेको छ। अब कोसँग रिसाएको त्यो चाहिँ मलाई थाहा छैन, सोध्न बाँकी छ उसलाई कोसँग रिसाएको तिमी भनेर, तर रिसाउनु चाहिँ रिसाइरहेछ। अनि हेर्नु न सधैँ जस्तो गर्मी झापामा यति धेरै छ नि, बाफ रे बाफ यति धेरै गर्मी छ। हेर्नु न आकाश एकदम निलो कस्तो राम्रो देखेको छ, तर गर्मी चाहिँ अति धेरै छ। अनि यताबाट चाहिँ आन्टी र हजुरआमा आउँदै हुनुहुन्छ। कहाँ गएर आउनुभएको भनेको सब्जी लिएर आउनुभएको अरे, बिहानको लागि खाना अब बनाउनु लाग्नु भएको अरे। अनि हेर्नु न हाम्रो घर अगाडिको बाटो चाहिँ बनाउन आँटेको छ कि, तर यति धेरै गिटीहरू थुपार देख्छ नि, अहिले त अलि राम्रो पो देखेको। हिजो त झन् यति धेरै यहाँ पहाड थियो क्या गिटीको। मेरो स्कुटी हिजो म बनाउनु जाँदाखेरि झन्डै चिप्लेर लडेको क्या, यहाँनिर बाटै छैन क्या, कतैबाट पनि निस्किने। त्यही पनि म निस्केको थिएँ। गर्मीको कुरा गर्नुपर्दा यहाँ मेरो मम्मीलाई नै हेर्नु कति धेरै गर्मी हुन्छ अलिकति काम गर्दा पनि। अनि मैले पनि मेरो सबै बिहानको कामसाम सकेर चाहिँ एकछिन अब रेस्टमा बसेको छु साथीहरू। अनि अब मेरो चाहिँ बिहानको खाना रेडी भइसक्यो साथीहरू। अब म खानासाना खान्छु। अनि बिहान अब खानासाना खाइसकेपछि पनि एकछिन काम हुन्छ नि त, भाँडासाँडा माझ्नु पऱ्यो, किचन सफा गर्नु पऱ्यो, यताउति सफा गर्ने काम मेरो हो। मैले तपाईँहरूलाई अघि भनिसकेको छु नि त, त्यही भएर एकछिन म बिजी हुन्छु। ल साथीहरू, मैले चाहिँ सबै काम दिउँसोको पनि सबै गरिसकेँ, खानासाना खाइवरी सबै काम सकेर चाहिँ मेरो बहिनीसँग एकछिन बोल्दैछु। अघि मेरो साना भनेको चाहिँ उही हो, उसकै बेड मैले मिलाइदिएको। आज उसको बेड मैले चिटिक्क बनाएँ, हुन सधैँ मिलाउँछु, आज चाहिँ मैले भिडियोमा पनि हालिदिएको छु। उसलाई पनि देखेर खुसी लाग्छ होला, उसलाई पनि एकदम चिटिक्क बनाएर मिलेको ओरेको एकदम मनपर्छ। ऊ आफै पनि मिलाउँछ नि त। अब अहिले ऊ छैन, बाहिर छ नि त। अनि हामी एकछिन गफ गऱ्यौँ। आज त यताउता गर्दा गर्दै चिया खाने टाइम पनि कति छिटो भइसकेछ क्या। अनि चियासँगै मलाई चाहिँ हिजो मम्मीले ल्याएर दिनुभएको बुनिया थियो, त्यो पनि मैले खाएँ। आज पनि मम्मीलाई चाहिँ खाना खान मन लागेन, केही नयाँ बनाएर खाऊँ न भन्नुभयो। अनि मम्मीले नै हेर्नु न कस्तो राम्रो चाउमिन बनाउनु भयो। यो चाहिँ मम्मीको हो। अनि यो चाहिँ मेरो हो। आजको रातिको हाम्रो खाना